हेलो हाम्रो हल्का गुड मर्निङ टाइप्समा हेलो गुड मर्निङ कति बजे 6 बजे होइन 6:15 भइसक्यो र हाम्रो चाहिँ आजदेखि होइन मर्निङ वाक हो अनि हाम्रो सरलाई हामी लिन आइरहेछौँ रेके लेट्स गो ल ल ल हामी फेरि यस्तो उकालो हिँडिरहेको नि फेरि उकालो हिँडिसकेपछि भ्यू देखाइदिन्छु म अहिले भ्यू चाहिँ फेरि बवाल छ नि फेरि सक्दैन नि हाम्रो चाहिँ घरबाट 2 मिनट वाक हुने साथै त्यस्तो ठाउँ पुग्छ है जग्गा हो सस्तोमा छ सिधैमा आएर हेर्नलाई सिधैमा पैसा परेन ल दिने भए लिन्छु अलिकति एन्ट्री भइरहेछ यस पछाडिको घोडा हो क्या यार अनि ओ यहाँ रहेछ नि सिस्टम देख्यो अनि भनेपछि म आउँ है सबैजना यही त्यही हो रियाक्सन कडा छ त ल फेरि यहाँ अब कर्नरिङ हान्दैछौँ हामी कर्नरिङ हान्दिउँ ल अलिकति लेन बाहिर गयो है फेल म हान्छु ल है अनि स्ट्रेचिङ हो यस्तो यहाँ यो कति हजार सिडी हो यो यसरी गनिदिउँ क्या है बडा बनेपा वडा नम्बर 9 23,000 रे स्टेप्स पनि अब हामी चाहिँ खास होइन बिहान हिँड्नुपर्छ भनेर सोच भएको तर हिँड्न नसक्नेहरू हो क्या त्यही फेरि वाकिङ त भइरहेछ है फेरि हाम्रो पुरै उकाली ओह्रालीहरूमा हामी हिँड्दा होइन हिँड्दा दो बाटोमा आइपुगेँ कतिवटा बाटो दो बाटो त होइन दो बाटो एउटा दुईवटा यो चाहिँ एकदमै हाम्रो पौराणिक यहाँको पौराणिक स्कुल 2007 मा बने जस्तो लाग्यो आजाद माध्यमिक विद्यालय तपाईँहरू घुम्न आउनु सक्नुहुन्छ त्यो चाहिँ ठिक हुनु पर्यो हामी देखिरहेको छ सनराइज चाहिँ ल ए ल यो चाहिँ पोलिटेक्निक हो नेपाल बनेपा पोलिटेक्निक इन्स्टिट्युसन हो होइन यहाँ चाहिँ पढाउने काम भइरहेको हुन्छ कस्तो हुँदैछ त रमाइलो एकदम हामी दुईजना ए त्यसो होइन है होइन श्री बनेपा आधारभूत विद्यालय होइन यहाँ चाहिँ पहिला कस्तो हुन्थ्यो भने यो टेक्वान्डोहरू सिकाउने यहाँभित्र गर्थेँ होइन अनि त्यसपछि मनी टेक्वान्डो सिक्न आयो क्या जमानामा यहाँ त्यही भएर यहाँ आउँथेँ होइन होस् भन्नु पऱ्यो ए ल तिमीहरू नि मर्निङ वाक आइरह ओहो तिमीहरू नि आज मर्निङ वाक जानु ल ल ल अब सँगै जाउँ है सँगै जाउँ ल यो मान ल Hey yo, what's up? It's your boy Arun. Hey yo, mate. भन्न के भन्छस् Hey yo, mate. यसको त यसो स्पेसल क्लिप बनाएर हाल्छु उकालो त फेरि मरद छ नि उक्लिन्छ कहाँबाट गएको हो के हो आजको रथ हो त्यो रथ चढे जस्तो चढाएको नि ए हो तर यति मात्र कति डिग्रीमा इन्क्लाइन्ड हो यो हल्का
ल अब कसैले दर्शन गर्नुपर्छ आजको गरौँ है 2 हात जोडेर प्लिज 2 हात जोडेर त्यो मार्टहरूतिर गएर 5 दिन अगाडिको त्यो प्लास्टिकमा प्याक गरेरलाई ताजा भेजिज भनेर लानेहरूलाई होइन यसको त्यो के थाहा भएन क्या यसको ताजापन फ्रेसनेस होइन यहाँ आएपछि आनन्दटा चाहिँ छुट्टै हुन्छ जहिले पनि बसेको पिङ पनि छ यहाँ त्यस केटाहरू अलिकति 5 रुपियाँ छैन यसो टिप्स हाल्नु किन एक्लो छिराउन यो चाहिँ हाम्रो बनेपाको चण्डेश्वरी मन्दिर यो चाहिँ एकदमै फेमस पेन्टिङ है अलिकति टाढाबाट फुल एङ्गल आउँछ कि यहाँ चाहिँ होइन यस्तो मजाले बस्ने पार्कहरू पनि छ बनेपा राम्रो छ नि यार कसले भनेको छैन भनेर होइन यता यता ल अनि टक्क बाना मर्निङ वाक आएर यहाँ आएर एकछिन टक्क बसेर कम मजा आउँछ खालि नराम्रो भन्छ क्या यी ओ ल साथी भेट्या ओए अब यहाँ पुलअप हान्ने कति स्काई हो र ल स्काईमा ठ्याक्क मिलिरहेछ त ल ए ल तल तल झर्नु भएको सर बिहानमा एक्सर्साइज गर्नुपर्ने हुन्छ खोइ त हेत्तेरिका मणिमाको नाममा स्कुटर बोकेर आएको छैन ल्याउ गर्दा कति हान ओहो यो त फेरि घोर हुनसक्छ नि फेरि यो तपाईँको भेटी यस क्षेत्र संरक्षणको लागि खर्च हुनेछ अरे हो राम्रो हो हेर्नुहोस् सबजनाले दर्शन गर्नुहोस् यहाँ चाहिँ हल्का टिकटक बन्दैछ जस्तो सरहरूको यो चाहिँ टोटल कति सिडी रे 1600 कि कति भने होइन ए 16,000 होला नि त्यो त बाबा बन्ने प्रयासमा हुनुहुन्छ गुड मर्निङ ध्यान बस्ने हुँदैन निदाइरहने होला यतिको हुनुपर्छ नि ल के छ भन्नु चाहनुहुन्छ ठिक छ भन्न चाहन्छु म दिनभर न मेडिटेसन तपाईँ चिसो पनि आएको रहेछ अनि चण्डेश्वरी मन्दिरमा भन्टे कहाँबाट आयो भनेर आजको हाम्रो मर्निङ वाकमा आज केटाहरू पनि भेटेको छ होइन बाबाजीको दर्शन गर्न आएको है तथास्तु सबैजनाको कल्याण होस् सबजना आउनुहोस् बनेपामा या चण्डेश्वरी मन्दिरमा अनि यो ठ्याक्कै उयो रुखको छेउमा आएर ध्यान बस्नुहोस् प्लिज म के भन्छु भने पग्नुहोस् त भनेर कम्मर मच्काउँदै लच्काउँदै ल अब लाग्दिउँ होला आजको लागि कन्टेन्ट पुग्यो भने त्यो चाहिँ हतार गर्दो रहेछ फेरि
यस्तो यस्तो चिजहरू पनि फलिरहेको हुन्छ है साथी हो टिप्न आउनुहोस् है कसले रोप्नु भएको हो उहाँलाई चाहिँ सलाम छ हामी अब मर्निङ वाक सकेर त के भन्नु फर्किँदैछौँ घर पुगेपछि मात्र सकिन्छ घरसम्म नि वाकै हो नि त ल अब हाम्रो अहिलेको आधी उधी सकेर यही अब केटाहरूको डाइट हुँदैछ होइन कहिले आउँछ यो ब्लग आजै आउँछ कि एक 1-2 महिना लाग्न सक्छ कहिले हालिदिउँ बेलुका हालिदिउँ अहिले हाल्नु अहिले नै केचप छ केसप भन्ने चाहिँ को नि को केसप भन्ने ए केचप केचप लामा मेरो ठुलै हालिदिनु खोर्सानी पनि हालिदिनु सबैजनाको भएको खोर्सानी मलाई हालिदिनु ल खाँदैन सबैले सकेर पनि अलिकति हल्का हामी डाइट पनि पेलेर होइन अब फेरि हामी घर जाँदैछौँ भन्न चाहन्छु धन्यवाद हाम्रो यात्रा अझै पनि जारी छ कति भयो हामी निस्केको 2 घन्टा 3 घन्टालाई अनि हामी खास बाटोमा चिया खाँदै पनि आयो नि त चिया खाँदै होइन एक ठाउँमा मात्र रोकेर चिया खाएको चिया सरको घर चाहिँ यो हो होइन हल्का घामले ब्याक भ्यू मेरो घर चाहिँ यो हो मलाई भेट्न आउन चाहनुहुन्छ भने बिहानको वाकको मात्र भ्लग गर्ने विचार थियो होइन तर फर्किसकेपछि चाहिँ अलिअलि वार्मअपहरू गर्ने बानी थियो होइन अनि आज चाहिँ अलिकति यताउता बिजी भयो साथीसँग भेट्नुपर्ने काम थियो सो बिजी भएँ त्यही कारण अब बेलुका भए पनि वार्मअप सेसन गर्नुपर्ने हुन्छ सो अब एकछिन यो वार्मअप सेसन पनि यसमा इन्क्लुड गरिदिउँ कि जस्तो लागिरहेछ लेट्स सी सो म चाहिँ मेट्रोनोम लिन्छु अनि अलिअलि वार्मअप गर्छु है बेसिकल्ली फर्स्टमा त यही नै गर्छु माथिबाट आउँदाखेरि पनि पहिला पिङ्कीबाट गर्ने कि नर्मली चाहिँ म यसो गर्छु मेरो वार्मअप सेसन्सहरूमा जस्तै अब अहिले मैले 140 BPM यो चाहिँ अलरेडी पिकिङ नै गरेर हुन्छ म यो चाहिँ अब लेफ्ट ह्यान्डलाई अलिअलि वार्मअप र राइट ह्यान्डको पिकिङलाई पनि राम्रो नै हुन्छ एक्सर्साइज 2 3 गो अब यतिकै ऱ्यान्डमली त्यो तलमाथि कसरी गर्न सकिन्छ यसरी गरेर हुन्छु तानपुराहरू बजाएर होइन लेट्स चाहिँ सी स्केलको तानपुरा होइन सी स्केलको तानपुरा यसरी बजायो जुन स्केल गरे पनि भयो मेजर स्केल गरे पनि भयो मलाई चाहिँ अलिकति चेन्जेसहरू गर्नु मन लाग्छ बाइ द वे यो स्केल कुन हो ठ्याक्कै मलाई नाम चाहिँ थाहा छैन होइन तर मैले मेजर स्केलमा 2nd र 7th नोट चाहिँ मैले फ्ल्याट गरिदिएँ भने यस्तो काइन्ड अफ साउन्ड आउँछ क्या कुन स्केल हो यो है थाहा छ भए भन्नु प्र्याक्टिस रुटिनमा अर्को एउटा कुनै गीतको सोलो एड गर्न मन लाग्छ भने चाहिँ मेरो वार्मअपको रुटिनमा भने चाहिँ म हाम्रो दिपक बजारे एन्ड रिदम ब्यान्डको अल्लारे भन्ने गीतको सोलोलाई चाहिँ म हाम्रो वार्मअप रुटिनमा राखिरहेको हुन्छु होइन तर ओरिजिनल गीतको टेम्पोभन्दा अलिकति प्लस गर्दै इन्क्रिज गर्दै 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 अल्टरनेट पिकिङ प्लस लेफ्ट ह्यान्डको फिङ्गरिङ प्र्याक्टिसको लागि पनि राम्रो छ यो सोलो ट्राई सुन्नु है त जस्तै इक्जाम्पल म अहिले 140 BPM मा ट्राई गर्छु है
1 2 3 4 अब यो चाहिँ लेफ्ट ह्यान्डलाई प्लस राइट ह्यान्डको अल्टरनेट पिङलाई पनि राम्रो क्या जस्तै अब म चाहिँ बढाउँदै लानु ट्राई गर्छु 140बाट 150 लेट्स से 1 2 3 4 होइन यसरी यसरी नै चाहिँ म अल्लारे गीतको सोललाई पनि टेम्पो बढाउँदै सो रिसेन्टली चाहिँ मेरो बाइक एक्सिडेन्ट भएको कारणले मेरो यो राइट ह्यान्डको काँच्याउला ब्रोकन भएको थियो अब प्लास्टर राख्नु परेको थियो 1 महिना अराउन्ड अनि अहिले पनि यो सपोर्ट गर्नलाई यो एउटा चाहिँ राख्नुपर्छ होइन सो गेटिङ ब्याक टु नर्मल यस्तै हुन्छ मेरो वार्मअप रुटिन्सहरू बिस्तारै बिस्तारै सेयर गर्दै जानेछु नि अभियसली बाई द वे त्यही त अघि नदेखि भनिरहेको होइन बिहान मर्निङ वाक जाने बेलामा यतिकै ऱ्यान्डमली बनाएको भ्लग अनि बेलुकाको प्र्याक्टिस सेसनको अलिकति क्लिप पनि राखिदिउँ जस्तो मात्र फिल भएर चाहिँ मैले यो एक्स्ट्रा कन्टेन्ट एड गर्नु खोजेको सो आई गेस इफ यु लाइक द कन्टेन्ट भने प्लिज लेट मी नो एज वेल